ल साथीहरु हामी विश्वकर्मा पूजा गरिरहेछौँ है आज। अहिले हामी रेडियो हापुरीमा छौँ। आज विश्वकर्मा दिवसको तयारी गरिरहेको अवस्था छ रेडियो हापुरीमा। यति बेला हामी चाहिँ तयारीमै लागिरहेको अवस्था छ। आज विश्वकर्मा पूजाको अवसरमा यसो सरसफाइ सँगसँगै सजावटको काम भइरहेको अवस्था छ। आज विशेष गरी विभिन्न उद्योग कल कारखाना लगायतका क्षेत्रमा विश्वकर्मा पूजा गरेर मनाइँदैछ र रेडियो हापुरीमा पनि हामीले यति बेला पूजाको तयारी यहाँ चाहिँ गरिरहेका छौँ। यहाँ सजाउने कामदेखि लिएर सरसफाइको कामहरूमा हामी अहिले लागिरहेको अवस्था छ है त। हामी यहाँ चाहिँ अब यो ट्रान्समिटरहरूको सरसफाइमा जुटिरहेको अवस्था छ। अहिले चाहिँ यहाँ प्रसादको तयारी भइरहेछ। बहिनी कलश बनाउन लाग्नु भएको छ। अब हामी फाइनली प्रसाद ससाद बोकेर पूजा गर्न गइरहेछौँ। रेडियोको मुटुलाई पूजा गर्ने कुरा छ। म पर्याप्त नि ओम श्री गणेशाय नमः। पहिला त गणेश भगवानबाट सुरु विश्वकर्मा बाबा टावरमा क्षति नपुर्याइदिनु होला, भूकम्पबाट बचाइदिनु होला, जस्तो खालको वातावरणको सृजना गर्नु। बोल्नु पर्यो कता जानेकै बोल्न हामीले अरू के जाने। एउटा नमस्ते गरेको मिठो निकाल्दै जे गर्छ बोलीले गर्ने छ यहाँ पनि कति मिठो भाषण राम्रो हुन्छ यसको के अरे जल हो को बाजेको विश्वकर्मा तेरी यार तिनको बुढा बाजे अब